कुल बोयको डेब्यू फिल्म होस्टेल 3 कस्तो छ त? के यो फिल्मले काम गर्ला? आउनुहोस् अनेस्ट रिभ्यू सुरु गरौँ। होस्टेल 3 पपुलर होस्टेल सिरिजको थर्ड इन्स्टलमेन्ट हो, तर विथ डिफ्रेन्ट स्टोरी। यो फिल्मको मेन लिडमा पारस बम ठकुरी उर्फ कुल बोय, पदम तामाङ, आशिष घिमिरे, सिमरन पन्त, हिना नगरकोटी, रायन गिरी जस्ता टिकटक तथा युट्युब इन्फ्लुएन्सरहरूले भरिएको छ। विद्या कसम मलाई के आउँदैन के? जसको विद्यै छैन त्यसैले विद्या कसम खाइरा। यो बाहेक पनि कथाको डिमान्ड अनुसार अरू पनि थुप्रै कलाकारहरूले पिभोटल रोल प्ले गरेका छन्। फिल्मको नेम होस्टेल 3 भए पनि यसको स्टोरी पुराना होस्टेल फिल्महरू भन्दा अलि फरक अनि न्यू टेस्ट सहित आएको छ र त्यो मलाई मन पनि परेको छ। पक्कै पनि होस्टेल 3 भनेपछि स्टोरीको बेस कम्प्लिटली होस्टेलको ब्याकड्रपमा हुने नै भइहाल्यो, तर यसले स्टोरी टेलिङलाई भने अलि फरक तरिकाले लिएको छ। यसको स्क्रिन प्ले सुरुदेखि नै एकदमै इन्गेजिङ रहेको छ। हामीलाई सुरुमा नै एउटा सेटअपमा राखिन्छ जहाँ एउटा क्वेसन पनि राखिन्छ जसले गर्दा तपाईँ फिल्मको अन्तिमसम्म आखिर के भएको रहेछ भनेर सोच्न बाध्य हुनुहुनेछ र फिल्मको प्रोग्रेससँगै तपाईँ डिफ्रेन्ट पोसिबिलिटिजहरूको बारेमा पनि सोच्नुहुनेछ। यो फिल्म एउटा प्याकेजको रूपमा प्रस्तुत गरिएको छ। फिल्ममा एक्सन, लभ, सस्पेन्स अनि कमेडीमा राम्रो मिश्रण गरिएको छ। यो फिल्ममा सबै कुरा अटाउनाले हरेक क्यारेक्टरको एक्टिङ पोटेन्सियललाई मजाले देखाएको पनि छ। दादा म तपाईको रूपा। अनुहार त बोकाको परेको छ त। नाम चाहिँ के हो केटीको? रूपा मतलब रुम पार्टनर दादा। यदि तपाईले टिकटक अनि युट्युबको इन्फ्लुएन्सर राखेर के फिल्म बनेको होला र जस्तो लागेको छ भने तपाईले यो फिल्म पक्कै पनि हेर्नै पर्ने हुन्छ, किनभने हरेक इन्फ्लुएन्सरहरूले आफूलाई एक्टरको रूपमा अब्बल रूपमा प्रस्तुत गरेका छन्। फिल्मको थिम फ्रेन्डसिपको इम्पोर्टेन्स अनि डिफ्रेन्ट डिजायरहरूले कसरी लाइफलाई अपसाइड डाउन गराउँछ भनेर देखाउन खोजेको छ। फिल्मको स्टोरी स्पोइलर नगरिकन भन्नुपर्दा होस्टेल लाइफ सकेर आफ्नो लाइफमा बिजी भइरहेका साथीहरू धेरै समयपछि भेट्छन् र आफ्नो होस्टेल लाइफको बारेमा कुराकानी गर्छन्, जसमा हामीलाई के कुरा बताइन्छ भने होस्टेलमा एउटा इन्सिडेन्ट भएको थियो जसले गर्दा उनीहरूको लाइफ अपसाइड डाउन भएको थियो। अब त्यो इन्सिडेन्ट के थियो अनि त्यो इन्सिडेन्ट हुनसम्मको कन्डिसन कसरी भयो भनेर एकदमै रमाइलो तरिकाले होस्टेल लाइफमा देखाइन्छ। हुन त सबै कलाकारले आफ्नो तर्फबाट 100% नै दिएका छन्, तर पनि जब जब स्क्रिनमा पदम तामाङलाई देखाइन्छ हल पुरै हाँसोले गुन्जयमान हुन्छ र यो पुरै फिल्मभरि नै कायम रहन्छ। कुल बोयले एकदमै धमाकेदार काम गरेका छन्। मैले ट्रेलरको रिभ्यूमा पनि भनेको थिएँ कि उनले यो फिल्ममा आफ्नो पोटेन्सियल पुरै देखाउनेछन् भनेर, र त्यो भयो पनि, किनभने उनले यो फिल्ममा आफूलाई रोमान्टिक, इमोसनल, एक्सन अनि कमेडी सबै क्यारेक्टरमा प्रस्तुत गर्न पाएका छन् र त्यो सबै क्यारेक्टरमा उनलाई फिट पनि देखिएको छ। यो फिल्मको सक्सेसपछि पक्कै पनि हामीले कुल बोयलाई अन्य धेरै प्रोजेक्टहरूमा मजाले देख्न पाउनेछौँ। फिल्मको सिनेमेटोग्राफी राम्रो रहेको छ। होस्टेल अनि कलेजको लागि प्रयोग गरिएको बिल्डिङको सेटअप पनि एकदमै राम्रो सुहाएको छ र त्यसले अथेन्टिक फिल पनि गराउँदछ। फिल्मको हरेक सिनहरूको ब्याकग्राउन्ड स्कोर पनि राम्रो रहेको छ। फिल्ममा गीतहरू रहेका छन्, तर त्यस्तो धेरै लामो लामो गीतहरू रहेको छैन। गीतहरू सबै जस्ट स्टोरी टेलिङको पार्ट मात्रै रहेको छ। ओभरअल फिल्ममा हरेक क्यारेक्टरले आफ्नो पार्ट बेस्ट नै गरेका छन् र त्यो स्क्रिनमा मजाले देखिन्छ पनि। यसको फर्स्ट हाफ कमेडी, रोमान्स अनि एक्सन रहेको छ भने सेकेन्ड हाफमा फिल्म सस्पेन्स कमेडीमा सिफ्ट हुन्छ र यसले पनि काम गरेको छ। सेकेन्ड हाफमा आएको ट्विस्ट एन्ड टर्न केही प्रेडिक्टेबल भए पनि यसले केही हदसम्म काम भने गरेको देखिन्छ। फिल्मको क्लाइम्याक्स मेरो लागि प्रेडिक्टेबल नै थियो अनि जुन लेभलको इन्टेन्सिटी यसको क्लाइम्याक्समा हुनुपर्ने थियो त्यो चाहिँ अलिकति मलाई फिल भएन, या भनौँ त्यो फाइनल पञ्च यसले सोचे जस्तो डेलिभर गर्न सकेन। त्यसैले पनि म यो फिल्मलाई 3.5 स्टार आउट अफ 5 दिन चाहन्छु, तर तपाईँको लागि भने यो फिल्मको क्लाइम्याक्सले वर्क गर्न सक्दछ। यस्तो होइन कि क्लाइम्याक्स राम्रो छैन, राम्रो छ, तर सोचे जस्तो हार्ड हिट गर्न भने सकेन, त्यति मात्रै हो। तपाईले फिल्म हेर्नु भएको छ भने कस्तो लाग्यो कमेन्ट गर्नुहोला अनि हाम्रो भिडियो कस्तो लाग्यो त्यो पनि कमेन्ट गर्नुहोला। फिल्म रिभ्यू अनि अन्य फिल्म सम्बन्धी कुराकानीहरू हेर्नको लागि हाम्रो च्यानललाई तपाईले सब्स्क्राइब गर्न सक्नुहुनेछ र भिडियोलाई लाइक पनि गर्न सक्नुहुनेछ। हामी अर्को भिडियोमा फेरि भेट्ने नै छौँ। जय नेपाल, जय नेपाली सिनेमा।